आक्रोशको आगो। सिमरिक गोदामको बासमा हुँदा दिदी फुत्त पसिन्। दिदी फरक भेषमा फरक परिवेशमा देखा परिनन्। उसै गरी गोदडीमै थिइन्। झोक्रो फिजाउँदै बालुवा उडेको डगरमा दौडिन् र सिमरिकलाई पनि दौडाइन्। दौडिँदै कुनै ग्यारेजमा थन्को लागेर थन्किएका जस्तो थोत्रो बस अघिल्तिर पुगिन्। दिदी बसको ढोका नेरै पुगेर अलप भइन्। सिमरिक अलमली बसभित्र केही गरी छिर्नु थियो। दिदी सम्भवतः बसभित्रै छिरिन् भन्ने अनुमान सिमरिकले लगाई। गरौँ पाइला चाल्न थाली। मरितरी बसको ढोकामा पुगी। ढोकाको खिया लागेको ह्यान्डल समातेर ढोका उघारी चुइँ आवाज आयो, "ऊ बिउजी।" बाबुले चुपुल बोलिरहेका थिए। ढोका खोलिसकेको निकै बेरसम्म ऊ गोदामबाट बाहिरिएन। उडेर माथि पुगेको प्लेनले चक्का लुकाए झैँ उसले टाउको छातीमा लुकाएर सपनाको अर्थ कोट्याइरही। त्यस पटक पनि बसभित्र छिर्न सकिन। बसभित्र छिर्नलाई त्यहाँ को छ, के भइरहेछ, त्यो सब थाहा पाउन अर्को सपना कोर्नुपर्छ। सिमरिक जुरुक्क उठी। कपाल उसको असिनाले चुटेको धानका बाला झैँ तितर थियो। आँखा उसका मदिराको नसा लागे झैँ लट्ठ थिए र दिमाग ब्ल्याक होल झैँ शून्य, मानौ कोमामा गएको छ। गोदामबाट निस्किएर कोठामा गइसकेपछि मात्र विचार कोमाबाट बिउजिएर मस्तिष्कमा हलचल गर्न लागे। ऊ ती आँखा सम्झिरहेकी थिई जो बाबुले कपालमा समातेर लछाड्दा फाटक बाहिर उसलाई हेर्दै खिसीको भावमा हाँसिरहेको थिए। त्यो आँखा थियो बिसनलालको, 1 नम्बरको चोट्टा। सिमरिकसित 2 वर्षदेखि एबी थियो। 7 कक्षा पढ्दै स्कुलबाट निकालिएको थियो। हेर्दा एकदम किरकिट्टी देखिन्थ्यो र दारी झुङ्गा र जवानी प्रशस्तै आएको। कपाल उसको पराल जस्तै खजमुजिएको हुन्थ्यो। ओठमाथि घाउ सधैँ हुन्थ्यो। हाँस्दा महिनौँदेखि नमाजिएका पहेँला दाँत देखिन्थे। बिसनलाल जतिखेर पनि पिजिक्थ्यो। थुप्रा केही चिटा आफ्नै कमिज वा प्यान्ट वा मुख हातमै कतै लाग्थ्यो, जसलाई ऊ बाहुलाले पुस्थ्यो। दुब्लो चाकसुकेको तर टङ्गार थियो। बजारको बिचैबिच खच्चड बात बोल्दै हिँड्न उसलाई शरम लाग्दैन थियो। बजारकै बिचैबिच बेग्लै फुर्तीसाथ बिडी तान्दै हिँड्थ्यो। बिसनलाललाई कयौं गाली मुवाजुवानी थिए। केही बोल्नु परे पहेँला दाँत देखाउँदै गाली बक्थ्यो अनि अरू कुरा गर्थ्यो। भिडभाड खोज्थ्यो। भिडमा केटा मान्छेको पकेट र केटी मान्छेको छातीतिर उसको ध्यान हुन्थ्यो। स्कुल छुट्टी भएपछि सिमरिकहरू बाहिर निस्किरहेका थिए। त्यही मूलमा सिमरिककी क्लासमेट भैरवीको छातीमा टुसाएको कलिलो उरज निमोठी दिएर आपत खेलाइदिएको थियो। भैरवी 3 दिनसम्म स्कुल आउन सकिन। कुरा उनीहरू बीचमै सीमित भए पनि कम्प्लेन कहीँ गरिन। अर्को पटक हुलमुलैमा सिमरिककै अगाडि बिसनलाल पर्न पुग्यो। सिमरिककै छाती ताकिरहेको त्यसका हात समातेर मरोडी दिएर घुँडाले नाइटोमा मुनतिर ढुङ्गाउने गरी हिर्काइदिए। बानी तैपनि कहाँ सुध्रिन्थ्यो। अर्को पटक सिमरिकभन्दा 1 ब्याच सिनियर ललिताको फ्राक उचालिदियो। बिसनलाल सिमरिककै उमेरको हुँदो बाउ र आमाको पैसा चोर्थ्यो, सिनेमा हेर्थ्यो, बरफ खान्थ्यो, रिक्सा चढ्थ्यो।
मान्छेहरू बिसनलालको छाडन देखेर भन्थे, बाप मरा अन्हारी में बेटा का नाम पावर हाउस। आमा 0 माइलतिर कुनै घरमा भाँडा बर्तन सफा गर्न र कपडा धुने काम गर्थे। बिसनलाल एक पटक पाकेट मारेको अभियोगमा थानासम्म पुगिसकेको थियो। यसको साक्षी सिमरिक पनि थिए। स्कुलबाट फर्किएर जानकी मन्दिर बाहिर ठाकुरसित टहल्दै थिए। बिसनलालले फुलमाला किन्ने ठाउँमा जम्मा भएको 4-5 जना मान्छेमध्ये एकजना मान्छेको बटुवा झिकिहाल्यो। चोर चोर भनेर परैबाट चिच्याइदिए। 2-3 जना मान्छेहरूले उसलाई खेयार्न लागे। एकछिनमा पुलिसले घिसार्दै लगेको दृश्य उसले परैबाट देखेर भित्रभित्रै आनन्दित भई। उसको घर वैदेही चोकबाट पश्चिमतिर थियो। सिमरिकले उसको घर पनि देखेकी थिए। सिमरिकको मनमा बिसनलाल प्रतिको रिस बगरमा थुप्रिँदै जाने बालुवा चाहिँ थुप्रिँदै गइरहेको थियो। मगजमा सबैभन्दा धेरै रिस त हिजो उसका बाउले भकारीमा धान चाहिँ भरिदिएका थिए। सबै रिसलाई घोलेर ऊ वायुको वेग चाहिँ अनि मन मगजमा कयौं रेल एक साथ दौडिरहेका थिए, तर बडेमानको आवाजसहित वजनदार द्रुत ब्रेक रहित ऊ दौडी रिसको धुवाँ उकेल्दै। उसको मगज द्रुत गतिमा चलिरहेको रेलको इन्जिनभन्दा बढी तातेको थियो। दौडे बिसनलालको घर पुगेपछि मात्र पैतालालाई ब्रेक लगाई। बाहर निकल बे बिसन दुरामा उभिएर चिच्याई। सुवासना गर्दै चिच्याई, मैदानमा प्रतिनिधित्वलाई युद्धका लागि निमन्त्रणा गरे चाहिँ प्रतिद्वन्दीलाई निमन्त्रणा गरे। बिसनलालले पडालको छत, माटोको गारो र जाफडीको बार लगाइएको सानो घर थियो। सिमरिकका आँखा बलेका थिए, मानौ कसैको घरबाट सिङ्गै अगेनो चोरेर आएकी छ। सिमरिकका आँखा बलेका थिए, मानौ कसैको घरबाट सिङ्गै अगेनो चोरेर आएकी छ। बिसनलाल रातो कलरको कुर्तै र जिन्सको थोत्रो हाफ प्यान्टमा हाँस्दै बाहिर निस्कियो। बिसनलालका बाउ घरमा थिएनन्, आमा मात्रै थिइन्। सुकेको जाबोको घाँसको मुठोलाई आँपको रूपमा कसेर हिर्काउँदै थिइन्। भुइँमा घाँसका 4-5 वटा मुठा अरू पनि थिए। डोरी बाट्न अट्टा आँट्दै थिइन् सायद। टाउको ढाकेकी थिइन्, तर गालामा गरिबीले हानेको चिरपटाको दाग प्रष्ट देखिन्थ्यो। अनिष्टको सङ्केत देखेर घाँसको मुठो हातभरि बोकेर छोरोभन्दा 4 फिट पछि उभिन्। आमा तर्सेको देखेर छोरोले सिमरिकतिर हेर्दै फिसोलेर भन्यो, बनर गुड्की मिथ्या डर देखाव। सिमरिकले जवाफ बिसनलालको भुइँमा हिर्काएर दिए। ऊ डुनमुनाउँदै हातले पेटमा थिच्दै ढल्यो। सिमरिक अझै चुट्न खोज्दै थिए। आमाले त्रास, जोक र निरीहता मिसिएको आवाजमा रोकिन्, कथी बिगड़ल हमारा बेटा। बिसनलालका आँखा तिर्मिराए। उसले मुख बिगार्यो, नाक कुच्यायो, देब्रे कोल्टे पर्यो अनि दाहिने कोल्टे पर्यो। ढलिसकेको बिसनलाललाई उसले एक पटक अझै हिर्काई। यसरी हिर्काउँदा बाउको अनुहार सम्झिरहेकी थिए। बिसनलालकी आमाले हात जोडिन्, सिमरिकको पैर पक्रिन्। बिसनलाललाई बसमै गरिदिउँला चाहिँ आँखाले हेर्दै सिमरिकले भनी, आए दिन से हमारा आँखी सोच में गया नहीं अब ये। सिमरिकको सास फेराई बाघको घुराई जत्तिकै थियो।
ओठका कुनाबाट थुक्न चोइँदो थियो। त्यो हत्केलाले बिग्रेको कपाललाई दुवै हत्केलाले सोरेर पछाडि लग्यो अनि आमालाई अलिक नरम हुँदै भने, "सम्झो आफ्ना बेटाको।" आमा जमिनमा ढलेको छोरो सम्हाल्नेतिर लागिन्। सिन्धिक फनक्क फर्की मन तलाउ जस्तै शान्त भएको थियो। सास ओह्रालो लागिरहेको थियो। ढुकढुकुले मानौ बिसाउमा कुनै स्टेसन भेटिएको थियो। चित्त बच्चाको मन जस्तै सफा हुँदै गएको थियो। हिजो राति बाउका व्यवहारले घरै छाडी जाउँ भएको थियो। अहिले त्यो ख्यालले उसलाई छाड्यो। आँखामा उक्लिएको आक्रोशको आगो अघि नै ओर्लिएर अलप भइसकेको थियो।